नेपालको एक्सन स्टार शिव श्रेष्ठको स्टाइलमा तहल्का मचाइरहनु भएको छ। ओके गाइज, चियर्स। ओके चेस। झोला खोला। एउटा म्यानेजरलाई, अर्को आदमखोर भाइलाई। अनि मामा मलाई यहाँ अहिले करोडौँको मिटिङ भइरहेछ। मामा आए घोडा, माइजू आए डोली जस्तो कुरा नगर न। हेर, समय जतिको बलवान अरू केही छैन। जसले समयलाई चिनेर त्यसको सदुपयोग गर्न सक्यो नि, त्यसले आफ्नो नाम इतिहासमा स्वर्ण अक्षरले लेखाउँछ। अहिले समय तिमीहरूको आएको छ। पूर्णबहादुरको सारङ्गी भन्ने फिल्मले 50 करोड रुपियाँ कमाएर ल, अझ विदेशबाट त कति कति रे। त्यसैले मैले पनि तिमीहरू दुईजना भाइरललाई हिरो बनाएर फिल्म बनाए भनेदेखि 100 करोड रुपियाँ त कमाउँछ ल, ठोकेरै भनिदिन्छु। हरि कस्तो भाँचे कुरा गर्नुभयो। तपाईँ र म भएपछि फारिन्न र? के फार्ने हो र? छोरीबारी तिमीहरू दुईजनाको फाइटको सिन पनि गजबैको हुन्छ ल। हलमा दर्शकको सिट्ठी र तालीले आगो बल्छ, आगो। त छोरी लिन गएको मान्छे खै छोरी